आयो 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 आइफोनको लागि तपाईलाई माई पावरको ओरिजिनल पावर ब्याङ्क वायरलेसबाट है, वायरलेसबाट आएको छ। 20,000 mAh को छ तपाईको। 20,000 मा F21 भन्ने पिडीमा 2.5 वाट 2.5 को चाहिँ फास्ट चार्ज गर्छ हैन। अनि टाइप सी पोर्ट लाग्ने 20,000 मा है। यो चाहिँ तपाईको वायरलेस चार्जमा आइफोन सबै आइफोन स्यामसङको हेभी सेटहरु वायरलेस सपोर्ट गर्नेमा सबैमा लाग्यो। अनि एक्स्ट्रा चाहिँ डाटा केबल लगाइदिएको छ यसरी हैन। अनि तपाईको यसमा चाहिँ 2.5 वाट को चाहिँ फास्ट हानो। यसै तपाईले हेर्नु होला। चार्ज भयो है। तपाई यो झर्दैन पनि उकिँदैन पनि, यो झर्दैन पनि उकिँदैन पनि। टाँसिएपछि फोन पनि झरेन है, फोन पनि झर्दैन, यो चार्ज हुन्छ। यो ठ्याक्कै तपाईलाई 20,000 वाटको चाहियो भने 20,000 वाटको फास्टमा छ। अनि अर्को हामीसँग 10,000 वाटको 10 आइफोन ब्याट्री पकेट भन्ने 10,000 वाटको छ। 10,000 वाटको चाहिँ के छ भने सानो टिक्क बोक्नको लागि 10,000 वाटको छ, हेर्नु होला है। अनि ठ्याक्क सानो चिटिक्क परेको छ है, हेर्नु त। पछाडि ठ्याक्क लागेको जस्तो नहुने खालको 10,000 mAh को ठ्याक्कै वायरलेसबाट पछाडि बोकेर हिँड्न मिल्ने चार्ज पनि हैन। यदि तपाईहरुलाई वायरलेस पावर ब्याङ्क माई पावरको ओरिजिनल चाहिएमा समीप मोबाइल सेन्टर फिदिम 5 तार सम्झिनु होला है। लोकेसन गणतन्त्र चोक मेन लाइन 5 तार।